यो चाहिँ आहा ल उठ्यो फेरि फेरि ल ल ल ल उठ्यो उठ्यो ल यो ज्येष्ठ नागरिक पार्कमा चाहिँ यहाँ चाहिँ विशेष एउटा स्वामीको ठुलो बोटै आइपुगेको छ यो ट्र्याक्टरबाट ल्याइएको छ ओहो ल रातारात पलाउने भएछ त हौ यहाँ त बाफ्रे बा यो चाहिँ फेरि यस्तै धरानको अहिलेको सबैभन्दा ठुलो रुख सारेको है यो रेकर्ड हो पहिला रक गार्डनमा थियो होइन रक गार्डन पछि यता हजुर ल यसरी यो पनि दाताकै हो दाजु दाताको भनौँ न अब एउटा स्वामीको घरैमा थियो कि कस्तो हो यो चाहिँ बारीको कसको कुन्दन भनेपछि श्रेष्ठ हो हाम्रो आइएमई व्यापारी दाजुको ल एउटा यो सिङ्गो रुख आइपुगेको छ यहाँनिर चाहिँ दिदीबहिनीहरू तयारी यो चाहिँ ठ्याक्कै यहाँ गाड्नुपर्ने होला होइन रुख ज्येष्ठ नागरिकमा है एउटा स्वामीको बोट आयो अलिक सानो छ यसले चाहिँ डाइरेक्ट शीतल दिने भयो बाफ्रे ल है त हाम्रो दाजुभाइ दिदीबहिनीहरूको श्रमदान मार्फत बनिँदै गइरहेको यो पार्क साथसाथमा यतापट्टि हाम्रो कुन्दन दाजुको बारीमा रहेको यो स्वामीको बोट चाहिँ यहाँ गाड्नलाई एकदमै तयारी गरिरहनु भएको छ फेरि अलिकति अगाडि लाने धेरै उता नठेल्दै यता गाडीमा ठोकिन्छ फेरि खाल्नु है 1 2 3 अब योलाई चाहिँ नि यो हाँगालाई अलिकति अगाडि सार्नुपर्छ र यता लानुपर्छ र यता हेर्नु त हाँगा लाग्नु त मान्छेहरू माथि रुखमा चाहिँ नछोड्नु फेरि
अब सुन्नु यहाँ सुन्नु अब ठडाउने हो कि ठडाउँदा चाहिँ के हुन्छ भने नि तपाईँ ठडाउँदै यता ठेल्ने होइन कि जुरुको उचाल्नुहोस् ल अनि उचाल्दाखेरि चाहिँ यो जरा चाहिँ फेरि यहाँ माथि बसेर यो यसको बाँचे जरा यही हो के त्यसले गर्दा यहाँ जोगाउनु पर्ने छ होइन अब एकजनालाई मुनि गएर जरा समात्नु भन्नु मिलेन होइन समात्नु पर्ने हुन्छ यता यतापट्टि आउनु यतापट्टि ल अब चाहिँ हल्का माथि उचालेर ल उठाइँदैछ है त यो चाहिँ आहा ल उठ्यो फेरि फेरि ल ल है ल ल उठ्यो उठ्यो ल अब यो यस्तो हुन्छ कि तपाईँले यता ठेलुसाथ बल पुग्दैन कि अनि ऊ हुँदैन अनि रुखलाई अडाउने चिज हुँदैन एकछिन ल बाँसहरू रेडी गर्नुपर्छ डोरी चाहिन्छ एकछिन समात्नुहोस् एकछिन ए होइन नकाट्नु जरा यता हाम्रो अलिक ठुल्ठुलो मान्छेहरू चाहिँ यता आउनुहोस् कि सबै यता आउनुहोस् यहाँ अहिले यो यता सुन्नु न रुख खानु जरा टिप्नुपर्छ कि उहाँहरू जरा चाहिँ छ तपाईँहरू पनि यता यता आएर समात्नु पर्ने हुन्छ डोरी डोरी दाइ एकछिन यहाँ बेलचाले 3-4 जना रेडी हुनु त माटो पुर्नु डोरी 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 माथि माथि नतानिहाल्ने अब एकजना चाहिँ यो 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 बेलचा र गैतीले यो जरालाई के खेल्नु रेडी हुनु एकजना तानेर भएन 3-4 जना तान्नु थियो आयो आयो यहाँ स्वामीको बोट चाहिँ यसरी लिएर गाडिँदैछ लगभग गाडिसकेको अवस्था उठिसक्यो उहाँहरूले हातैले उठाउनु भयो यत्रो ठुलो बोट ल भयो ठिक छ पास एकता नै बल हो भनेर यहाँनिर हामी यसरी देख्न सक्छौँ है त ल यो स्वामीको बोट चाहिँ आज यसरी गाडी है त यस्तो छ ज्येष्ठ नागरिक हातमा स्वामीको बोट
अब चाहिँ यो गाडी सकेको अवस्था छ। यता मतिर पनि हुन्छ यहाँसम्म उभिनु छ यहाँसम्म परेसम्म अगाडिको चाहिँ अब फोटो खिच्ने बेला फर्क टुसुको बस्नुहोस् र अगाडिको चाहिँ फोटो खिचेर टुसुको बस्नुहोस् न पछाडि उभिनुहोस् अगाडि बस्नुहोस् न भइहाल्छ ल सर्नु अलिक अगाडि टुसुको बस्दा पनि हुन्छ ल दाइहरू पनि आउनुहोस् छेउछेउमा रुख्न चाहिँ नछेल्ने नि रुखलाई होइन न उहाँ दिदी बस्दा हुन्छ कि तर यता अरू चाहिँ रुखलाई नछेल्नु भने कि ल यो चाहिँ आज हाम्रो के अरे धरानमा वान अफ द बिगेस्ट रुख रोपेको है यो चाहिँ मूल जरा काटेको छ होइन अनि सानो जराहरू छ अनि सुन्नु न अब यो रुखको तपाईँहरूले हामी सबै दिनदिन आउने मान्छे हो फेरि यो रुखको अब पत्ताहरू सबै सुक्दै जान्छ होइन अनि त्यो मुनाहरू चाहिँ पछि ढिलो सुक्छ त्यतिर नअतालिने के भने पछि त्यसरी पलाउनु सुरु गर्छ है अनि यहाँ फेरि त्यो एउटा छेपारो पनि माथि गएको उसले थाहा पाएछ यो रुख काट्छ भनेर यो रुखको चाहिँ कहानी त्यस्तो होला किनभने यो अब अहिले पुरा पात फेर्नु पनि सक्छ अथवा मुनाहरू बस्नु सक्छ त्यस्तो अनि यसको यो चाहिँ पहिला मैले अगाडि नै कुन्दन दाइले मेरोमा छ लानुहोस् भन्नुभएको थियो कि अनि उहाँले फोटो देखाउँदा मलाई यसको के मन परेको रुखको भने सबैभन्दा मलाई मन परेको चाहिँ यो रुखको हाँगा चाहिँ यसरी गएको छैन कि यसरी झरेको छ क्या अङ्गो झुकाउँदा त्यसले गर्दा चाहिँ ल्याएको है फेरि तपाईँहरूकोमा यस्तो हाँगा भएको फेरि त्यो चाहिँ ल्याउनु नभन्नु नि फेरि त्यो छ ल आज अब यति नै है ल आजको श्रमदान यसरी नै उहाँहरूले अन्त्य गर्नुभएको छ देखिरहनु भएको छ यो ज्येष्ठ नागरिक मनोरञ्जन पार्कमा चाहिँ एउटा स्वामीको बोट ल्याइएको छ र जुन चाहिँ यहाँनिर रोपिसकिएको छ विशेष दाता हुनुहुन्छ हाम्रो कुन्दन श्रेष्ठ दाजु उहाँ अहिले श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य पनि हुनुहुन्छ र है त यस्तो बनिँदैछ यो पार्क भन्दै आजलाई भने मेरो भिडियो अन्त्यसम्म हेरेर साथ दिने सम्पूर्ण मित्रहरूलाई विशेष धन्यवाद दिन चाहे जतिसक्दो मेरो भिडियोलाई सेयर गरिदिनु होला भन्दै म राजले म बिदा मागेँ। नमस्कार, जय देश, जय धरा।